यो नियमलाई म तोड्दिनँ, तर आज नामै नाम भएको एउटा कविता लिएर आएको छु। म गजल सुनाउन चाहन्छु, तर पनि म आजलाई भो, त्यसकारण म सिधै कवितामा उहाँहरूलाई म क्षमा माग्दै फेरि एकपटक एउटा नयाँ प्रयोग हो, हेरौँ। तेरो अमेरिकामा उही बस्ने गरी आउँदिन छोरा, मेरो कविताको शीर्षक। तेरो अमेरिकामा उही बस्ने गरी आउँदिन छोरा, छोरा तेरो अमेरिकामा म आउँदिन बा, कि तेरो अमेरिकामा दिनको 10-20 कप चिया खाई साहित्यको बातचित गर्ने कोही आउँछन् त? अनि म एक्लै घुम्थी बसौँ, मलाई थाहा छ त्यहाँ द्वारिका कुइकेको उखेल दिन्छु डारी कविता पाउँदैन मैले, निर्धकाको बाँसुरी भाका, तारा केसीको नारी बिरना, रुद्र अधिकारीको सठिक मुक्त, सानो शर्माको प्रेम बिछोड, शान्ति शर्माको प्रकृति प्रेम, नवराज घिमिरेको नयाँ लेखनी, डाक्टर सत्यराजको परिविचारको उत्तम प्रसङ्ग, राष्ट्र पुकारको युवा जोश, झसेन्द्र श्रीपालीको यानी माया, दामोदर सरको रमाइलो निया बाबु, अनि बाबु उमकाश बानिया सरको सबैलाई समेट्ने रहर, डाक्टर शैलेन्द्र प्रकाशको कुशल नेतृत्व, प्रशान्त डङ्गोरको सरल व्यवहार, सबिना सिन्धुको सहज कर्तव्य, नवराज भेटवालको सहयोगी मन, यशोदाको सहयोग, सहज पाण्डेको हकी व्यवहार, कि यी सबै मैले बस्ती ल्याउँदिन। कृष्ण केसीको रमाइलो मन, नारायण कौशिक कार्यको धार्मिक लवाब,